हाई गाइज आज म बनाउँदैछु बेकरी स्टाइल चिकन प्याटिज। यो बनाउन एकदम सजिलो छ तर पेसेन्स चाहिन्छ है। यो प्याटिज बनाउनुको लागि हामीलाई 3टा इन्ग्रेडिएन्ट मात्रै भए पुग्छ। मैदा, चिसो पानी र बटर। पहिला मैदालाई मार्दिनु होला, त्यसमा नुन पनि हाल्दिनु अनि आइस वाटर हालेर मजाले मार्दिनु अनि त्यसलाई फ्रिजमा राखिदिनु होला। त्यसपछि बटरमा थोरै फ्लावर हालेर यसलाई यसो सेप दिनु होला अनि चिलरमा चिल गर्न राखिदिनु, जसले गर्दा यो जम्छ। आधी घण्टा भइसकेपछि मैदाको डो निकालेर यसरी बेलिदिनु अनि अघिको बटर हालेर यसलाई रोल गरिदिनु होला अनि यसरी बेलिदिनु होला। हामीले जहिले पनि यो 3 फोल्डिङ गर्नुपर्ने हुन्छ अनि मैले फेरि आधी घण्टा फ्रिजमा हालेँ अनि फेरि निकालेँ हैन। यसरी नै मैले 3 पटक चाहिँ मैले फोल्डिङ गरेर अनि आधी घण्टा चिलरमा राखिदिएको थिएँ अनि फाइनल भएपछि चाहिँ मैले एक दिन चिलरमा हालेर छोडिदिएको थिएँ, जसले गर्दा राम्रो हुन्छ। अनि हेर्नु त कस्तो लेयरिङ देखेको छ। अब प्याटिसको लागि प्याज, लसुन खोर्सानी, जिराको धुलो हालेर यसलाई पकाइदिएँ अनि रेडी भयो। अब हामी प्याटिस चाहिँ बेक गर्न राखिदिएँ। माथि एग योल चाहिँ ब्रस गर्नुभयो भने कलर राम्रो आउँछ अनि यो रेडी भयो। कस्तो मिठो भएको थियो, ट्राई गर्नु है। अनि हाम्रो यो फाइनल प्रोडक्ट कस्तो क्रिस्पी आएको छ।